शर्मिला आन्टीको घरमा हेर्नुस् त उता ड्याडीलाई हेर्नुस् त ड्याडीले के गर्नु भएको छ कपाल काटी काटी गर्ने है ओके मान्दैन है फेरि देखो अबे डर लाग्यो मामुलाई डर लाग्यो अब राम्रै हुने है राम्रै हुने है हुन्छ कि हुन्न ल घुम छिन ल धुनु सक्छ बाबाले हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब ब्लग इट्स मी जिना गुरुङ स्वागत छ साथीहरू म जिना गुरुङको ब्लगमा आज पनि म हजुरहरू सामु न्यू डे न्यू ब्लग लिएर आइसकेको छु साथीहरू अनि आज चाहिँ म मेरो छोरीको चाहिँ कपाल काट्न गइरहेको छु साथीहरू है हजुरहरूलाई पनि देखाउँछु मेरो छोरीको चाहिँ आज फर्स्टचोटि हो कपाल काट्ने चाहिँ है जन्मेबाट 2 इयर्स पुग्यो है मेरो छोरी अनि कपाल चाहिँ अलिकति उसको चाहिँ लामो त लामो छ तर लामो र आधा छोटो आधा लामो भयो त्यही भएर बराबर गरिदिनु पर्यो यो गर्मीमा है पसिना धेरै आउँछ उसलाई है त्यही भएको भएर अलिकति छोटो गरिदिनु पर्यो भनेर हामी जाँदैछौँ है त साथीहरू ल हेलो पुकुली नमस्ते राम्रोसँग गर्नुहोस् न नमस्ते गर्नुहोस् न अनि हजुर आज कपाल काट्न जाने हो अनि कसरी काट्नुहुन्छ अरे अङ्कलले कपाल हो अनि रुन हुन्छ कि हुन्न कपाल काट्दा रुनु हुन्न है रुनु हुन्न भन न ल अब जाने है त ल बाई कुन लाउने अरे हो मागा नि त दिनुहोस् भन खै दिनुहोस् भन नि त खै दुईटा हात थापेर ल है साथीहरू हामी चाहिँ यहाँ वेट गरिरहेको छौँ है कपाल काट्ने पालो आएको छैन अरूहरूलाई काट्दै हुनुहुन्छ हामी चाहिँ यहाँ चिप्ले ढुङ्गा बिरेन बारबरकोमा आएको अनि कतिपय पोखराको साथीहरूलाई त थाहा छ है यहाँ चाहिँ केटाकेटी दुवैको कपाल चाहिँ काट्नुहुन्छ अनि हामी चाहिँ यहाँ वेट गरिरहेको छौँ है त खै कपाल काट्न मान्ने हो कि होइन छोरी तर हामी चाहिँ पालो नआउनेसम्म त कुरेर बस्नु पर्यो है साथीहरू अरे किन्ने हस् अनि त्यो अङ्कलले अहिले कान काटिदिनु चाहिँ फेरि
मान्दैन है फेरि ज्ञानी भएर बस्छ है पुकुली त है हेर बाबालाई पिटेको अब पुकुली हेर न त्यहाँ तिमीलाई हो त्यहाँ देखेको हेर न त्यहाँ हेर न वा कति राम्रो देखेको है आमा कति राम्रो देखेको भाइ अब यो कपाल पो खना खाँदै ल पैसा चमक्दै त्यसलाई लोटला अब पुकुली रिसाउने होइन है ज्ञानी हुने गुड गर्ल हुने है गुड गर्ल कस्तो रिसाउन जाने खाने त मेरो छोरी त है ए कस्तो गइरहेको हेरेको अब डर लाग्यो मामुलाई डर लाग्यो अब राम्ररी हुने है राम्ररी हुने है हुन्छ कि हुन्न अब कपाल काट्ने कि नकाट्ने भन पहिला हो अङ्कल लसी त है यहाँ मान्न लाखा छु वा गर्ने रहेछ नि कस्तो छिटो बताउने रहेछ ल चाहिँ कपाल काट्ने हस् वा ल मैले ललिपप खोजिदिन्छु फेरि मैले मामु यही छु के मेरो छोरी कपाल काट्नै नमानेर साथीहरू अनि त्यो दिनमा चाहिँ साँझ पर्यो है दिन त गर्नु पर्यो भनेर घरमै थोरै कपाल काटेर राख्यौँ है भोलिपल्ट काट्ने भनेर ल है त अब मेरो छोरीको हेरै मैले कस्तो राम्रो गरिदिन्छु बेबी बार्बी बनाइदिने हो मेरो छोरीले त प्रिन्सेस बनाइदिन्छु म त मेरो छोरीलाई त है यता यता सिधा सिधा कति ज्ञानी भएको मेरो छोरी त कति ज्ञानी भएको मेरो छोरी ओके भन्छ कि मेरो छोरीले त होइन ऊ त्यो ज्याकपिन हो न पिन ए ज्याकपिन कति ज्ञानी भएछ नि त मेरो छोरी त है सिधा बस्नुहोस् ल ल बुट गएर खोइ बुट भएर कसरी बस्यो बुट भएर बस्नुहोस् ल यस्तो गरेर है यहाँ मैले कपाल बनाउँछु हस् ल बुट गर है चाहिँ अब मेरो छोरीको कस्तो राम्रो हुन्छ सिधा यसरी बस्नुहोस् ल शर्मिला आन्टीको घरतिर हेर्नुहोस् ल ओके ओके भन न अलग बस्नुहोस् ल सिधा अब आन्टीको घर हेर्नुहोस् त शर्मिला आन्टीले बोलाउनु भएको छ ऊ हेर्नु त पुकुली शर्मिला आन्टीले बोलाउनु भएको छ यति गर्नु है शर्मिला आन्टीले बोलाउनु भएको छ नि पुकुलीलाई शर्मिला आन्टीले बोलाउनु भएको छ हो भन न हो भन्नुहोस् त नहल्नुहोस् है नहल्नुहोस् नहल्नुहोस् है फेरि फेरि भयो कि अब बिग्रियो कि अब बिग्रियो है फेरि अब प्रिन्सेस भएन है पुकुली त प्रिन्सेस हुनु परेन त्यस्तो नगरेर सानो त्यो चप्पल भुट्टे लान्छ ऊ त्यहाँ हेर त भुट्टे हेरेको चप्पल लगाउनु पर्छ खुट्टामा चप्पल लाउने होइन अहिले पछाडि लाउनु पर्छ ल नचलिकन बस्छ न ल है अब राम्रो हुन लाग्यो मेरो छोरी है राम्रो हुन लाग्यो है ल आउनुहोस् यता वा राम्रो भएको फेरि हल्लियो क्या अब ल ललिपप खाँदै है चलो इन्जेक्सन ललिपप खान्छ है गल भएर खानु ल गुड गर्ल भएर खान्छ है मेरो छोरी त कस्तो गुड गर्ल छ भाइ मेरो छोरी एकदम गुड गर्ल के धेरै गुड गर्ल भयो कि खासमा चाहिँ के भयो भने साथीहरू कुरा हिजोपल्ट चाहिँ हामीले नानुलाई कपाल काट्न लगेको थियौँ नि त अनि त्यहाँ जब कपाल काट्न सुरु गर्नुभयो एकजना भाइले अनि त्यो एप्रोनहरू लगाउँदा के गर्दासम्म त ऊ अलक्क बसेको थियो एकछिनपछि त डराएर रोएर है मान्दै मानेन नकाट्ने भनेर ललिपप दिएँ हामीले किनेर ल्याएर फकाउनलाई मान्दै मानेन
आधी घन्टा चाहिँ पालो कुर्नलाई वेट गऱ्यौँ 1 घन्टा जति उसलाई फकाउँदा उल भयो साँझ पनि पर्यो है त्यही भएको भएर हामी 1.5 घन्टा जति त उसलाई न कपाल काट्नको लागि फकाउँदा के गर्दा कुर्दा लाग्यो अनि साँझ पनि पर्यो भो घरमा जाम भनेर अनि मानेन भनेर घरमा ल्यायौँ अनि त्यो दिन चाहिँ हामीले अघिल्लो दिन चाहिँ हामीले त्यो दिन उसको फेरि दिन फर्स्ट टाइम कपाल काट्ने दिन चाहिँ अघिल्लो दिनमा निस्केको थियो नि त अनि त्यो भएको भएर थोरै कपाल चाहिँ त्यो टुप्पानिरको कपाल चाहिँ काटेर राखिदियौँ अनि भोलिपल्ट चाहिँ उसलाई फकाउँदै उ गर्दै कपाल काट्दै छु के म आफै है के गर्नु हो बच्चासँग त अब कोही बच्चाले त दिन्छ नि त कोही बच्चा त है मान्दै नमान्ने कति गाह्रो फकाइ उसलाई हामीले कपाल काट्दैछौँ है सकियो अब फिनिस्ड हुन लाग्यो ल उता हेर्नुहोस् त सरिन आन्टीको घरमा हेर्नुहोस् त दादाले हेरेको कि हेरेको छैन यता हेर्नुहोस् न यता हेर्नुहोस् न ए कुकुली माया यता हेर्नु न वा कस्तो राम्रो हुन लाग्यो मेरो छोरी त उता हेर्नु न पहिला यता बाबालाई उ सरिन आन्टीको घरमा बाबाले हेर न त्यो प्रसन्न दादाले के यस्तो भन्नुभएको रे मलाई पनि चाहियो त्यो राया बहिनीले खाएको ललिपप मलाई पनि चाहियो मामु भनेर मामुसँग जिद्दी गर्नुभएको छ अरे नि त थाहा भयो जिद्दी गर्नुभएको छ अरे जिद्दी गर्नु हुँदैन भन्ने छ है भन न जिद्दी गर्ने राम्रो कुरा होइन भन्नुहोस् त है खुट्टा काट्ने होइन है मेरो खुट्टा नकाट्नुहोस् भन्दै रहेछ खुट्टा काट्ने होइन आयो हुन्छ के काट्ने त खुट्टा नकाटे खुट्टा काट्ने होइन ल ओके कस्तो केटी होला नि कपाल काट्ने होइन झन् खुट्टा नकाट्ने मेरो छोरीको कसले खुट्टा काटिदिन्छ र हो काट्दिनँ नि मामु माया गर्छु नि ओके हुन्छ भन न हुन्छ मामु भन्नुहोस् ओके मामु भन्नु न ल ल सिधा है सिधा फेरि सरिन आन्टीको घरमा हेर्नुहोस् त ल फेरि सरिन आन्टीको घरमा हेर्नुहोस् छिटो माथि र उ सरिन आन्टीलाई हेर्नु त है सरिन आन्टीले बोलाउनु भएको छिटो हेर्नु है हाई भनिदिनु नि ड्याडीलाई छिटो अब हात धुनियो के पकाएको छु ल है साथीहरू जानी नजानी है हल्का फुल्का छोरीको कपाल चाहिँ मैले छोटो बनाइदिएँ है काटिदिएँ उसलाई चाहिँ यतिको भए पनि अलिकति हल्का हुन्छ नि त त्यो भएको भएर गर्मीमा त्यही भएर साथीहरू ल भयो कुकुलीको हो ल भयो ल भयो ल हिँड हात धुन ल है साथीहरू यतिको बनाइदिएँ मैले छोरीको कपाल